गाइज वेलकम टु माई भ्लग। आइप सबैजना सन्चै हुनुहुन्छ र आज चाहिँ मेरो मुकबाङको भ्लग आउँदैछ। अनि यहाँ चाहिँ मैले दुईवटा करेन्ट र रारा चाउचाउ बनाइसकेको छु। पाकिसकेको छ, हेर्न सक्नुहुन्छ। अनि यता अन्डा बनाउँदैछु। हेलो साथीहरू, वेलकम टु माई मुकबाङ भ्लग। आज चाहिँ मैले मुकबाङको भ्लग लिएर आउँदैछु साथीहरू। अनि मैले यस्तो खतरा तरिकाले सेटअप गराएको छु, हेर्नु है। सरी, मेरो चाउचाउ चिसो भइसक्यो साथीहरू। मैले यसरी क्यामेरा अडाइरहेको छु हेर्नु त। एउटा स्ट्यान्ड छैन कि मेरो। यहाँ किचनको यहाँनिर राख्छु मोबाइल, म चाहिँ यहाँनिर मोबाइल राख्छु अनि अडाउँछु ल। हेर्नु है, मेरो यस्तो छ। अब राम्रोसँग देखाउनै मिल्दैन भिडियोमा, हेर्नु ल साथीहरू। मोबाइल अडाउनै गाह्रो छ गाइज। हुन्छ, यतिको चाहिँ ठिक्क छ जस्तो लाग्यो। आज चाहिँ मैले फेरि चपस्टिकले पनि खाइदिउँ भनेको साथीहरू, खोइ कस्तो हुन्छ थाहा होइन। एक पनि छ, दुईवटा छ नि साइड अफ एक। भोक पनि लास्टै लाग्यो। अनि आज भिडियो नबना धेरै भयो मुकबाङको, त्यही भएर बनाउन आएको। तर चपस्टिकले खानै मजा आउने रहेछ यार, गप्पै आउने नि त। यताबाट लाइट पऱ्यो कि के हो। एकचोटि बनाएर आउँछ है साथीहरू, ढोका लाएर। बल्ल राम्रो देखियो जस्तो छ। बल्ल टल्केन है, अघि बढी टल्केको थियो नि। एकदम मिठा, पानी खान मन लाग्यो। चाउचाउलाई अन्डामा हालेर खानु पऱ्यो गाइज, खतरा मिठो हुन्छ नि त्यसरी खाँदा। सक्दिनँ जस्तो हो साथीहरू। एउटा रारा चाउचाउ, एउटा करेन्ट चाउचाउ, अनि दुईवटा।
माई गॉड डेन्जर पिरो भयो गाइज आधी त अझै छ हौ यो भिडियो हेरेर खान मन लाग्यो भने गएर किनेर खानु ल तपाईहरु नि खान सक्दैन जस्तो साथीहरु लास्टै छिटो खाएछु खानु पनि अब चाहिँ अन्डामा हालेर खाइदिनु है त गाइस सक्नै पर्यो जसरी नि मैले चपिस्टुकले फर्स्ट टाइम खाएँ गाइस कस्तो भयो भन्नु है कमेन्टमा अब यो अन्डामा यसरी हालेर बिग बाइट खाइदिनु ल गाइस कस्तो हुन्छ है त्यहाँ मैले सोनी साइड अप चाहिँ घिउमा बनाएको थिएँ घिउ मन नपर्ने मान्छेलाई पुरै गनाएर खा अन्डा खान्न साथीहरु धेरै भयो मैले सबै खान्थे घिउ बास्ना आइरहेको कि घिउ बास्ना आएपछि त मिठो लाग्दैन फस्सा गनाएर खा नि करेन्ट चाहिँ खाइदिन्छ I am tired, guys. Thank you so much for watching, guys. आजको भिडियो चाहिँ मेरो यति नै थियो अहिले बेलुकातिर हाल्छु होला मैले भिडियो सायद 4 बजेतिर Thank you so much for watching. सब्स्क्राइब गर्नु होला ल